हेलो फ्रेन्ड्स वेलकम ब्याक टु न्यू भिडियो। आज फेरि म तपाईँहरू माझमा एउटा नयाँ इन्ट्रेस्टिङ भिडियो लिएर आएको छु है साथीहरू। आज फेरि म चाहिँ यहाँ अब एउटा नयाँ प्रोजेक्ट लिएर आएको छु होइन साथीहरू। हामीलाई चाहिँ के प्रोजेक्ट मिलेको छ भन्दाखेरि चाहिँ एउटा बेडरुम डिजाइन गर्ने अनि त्यसको चाहिँ मोडल बनाउने भनेको छ। अब चाहिँ मैले यहाँ डिजाइन चाहिँ गरिसकेको छु, तपाईँहरूले चाहिँ यहाँ देखाउन मैले बिर्सेँ। त्यो ड्रइङ गरेको प्रोसेस मात्रै हो त्यो। अब म तपाईँलाई त्यो सिटहरू चाहिँ देखाउँछु होइन, अनि त्यसपछि त्यसको मोडल पनि हामी बनाउँछौँ। यहाँ हेर्न सक्नुहुन्छ, मैले चाहिँ कन्सेप्ट सिट चाहिँ यहाँ सबै सिद्धाएको चाहिँ छैन है। अब यो कन्सेप्ट सिटलाई पुरा गर्नुपर्ने छ। अनि त्यसपछि यता हाम्रो यो चाहिँ होइन परिसरमा तपाईँहरूले म यो प्लान देखाउँछु होइन। बेडरुमको यो प्लान भयो है साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यही बेडरुमको सेक्सन र टोयलेटको चाहिँ आइसोमेट्रिक ड्रइङ, यिनीहरू चाहिँ सेक्सनहरू भएको छ। अनि अर्को भनेको चाहिँ यो भनेको चाहिँ हाम्रो पर्सपेक्टिभ ड्रइङहरू छ। अब यो सिटलाई कम्प्लिट गरेर चाहिँ अब हामीले चाहिँ यहाँ मोडल बनाउँछौँ है साथीहरू। साथीहरू मैले चाहिँ यो कन्सेप्ट सिट अनि यो पुरै सिटहरू चाहिँ 99% चाहिँ कम्प्लिट गरिसकेको छ। अब एउटा चाहिँ मैले यहाँ माथि चाहिँ यसको टपिक लेख्न पर्ने छ, त्यसपछि यो सिट चाहिँ कम्प्लिट भइसकेको छ है साथीहरू। सबै सिट चाहिँ कम्प्लिट भइसकेको छ। यहाँ तपाईँहरूलाई म देखाउँछु यसरी। यता चाहिँ हाम्रो पर्सपेक्टिभ ड्रइङ, यहाँ फर्निचरको डाइमेन्सनहरू रहेको छ होइन। अनि यता चाहिँ यो रुमको प्लान, अनि यो सेक्सनल भ्यू, अनि त्यसपछि आइसोमेट्रिक ड्रइङ। यति सकिएपछि चाहिँ अब आधी काम सिद्धियो भनेपछि अब हामीले मोडलहरू बनाउनु पर्ने छ। त्यो काम चाहिँ अब सुरु गर्नु पर्यो। चाहिँ पहिला सुरुमा चाहिँ त्यहाँको झ्याल ढोका अनि भेन्टिलेसनको विन्डोहरू चाहिँ बनाउने छु। त्यसको लागि चाहिँ यो के भन्छ यसलाई थाहा छैन। अनि यो स्टिक, अनि त्यसपछि अर्को भनेको यो ट्रान्सप्यारेन्ट सिट र यो भेका क्विकले चाहिँ म बनाउने छु। अब सुरु गरौँ है त साथीहरू। अनि यो पेपर स्केल मैले चाहिँ यो भेन्टिलेसनको लागि चाहिँ यो झ्याल कस्तो खोलेको जस्तो चाहिँ बनाइसकेको छु है। अब चाहिँ मैले झ्याल बनाउँछु, अनि त्यसपछि चाहिँ फर्निचरहरू बनाउन थाल्छु है साथीहरू। साथीहरू अब चाहिँ मैले यहाँ त्यो बेडरुमको लागि भनेर चाहिँ वालहरू चाहिँ बनाउन लागेको छु। मैले झ्यालहरू चाहिँ बनाइसकेको छु है। अब यहाँ चाहिँ मैले ट्याक्का लाएर झ्याल बनाउने छु, त्यो चाहिँ कार्डबोर्डले बनाउने छु। अनि झ्याल भन्दा वाल बनाउने छु, त्यो चाहिँ कार्डबोर्डले बनाउने छु। अनि त्यसो भएर चाहिँ यहाँ पहिलो सुरुमा चाहिँ टी स्केल सेट स्केलले चाहिँ एउटा उयसमा काटेर चाहिँ बनाउनु पर्छ है त साथीहरू त्यसलाई चाहिँ। पागल हो गरिदिन्थ्यो। त्यो त देखेको छु त। पागल हो गर्दा भाइ, पागल हो गर्दा भाइ, पागल हो गर्दा भाइ। गीतहरू आयो कि भाषाको लागि हजुर गीतै आयो कि त्यसको त पागल हो खर्च भाइ खर्च अरे के हस्पिटल गर्दैछ त। आफ्नै आवाजमा आयो कि गीतै। ए उसकै आवाजमै हो कडा। पागल हो गर्दा भाइ पागल हो के हो क्या त्यस्तै गीत बनाइदिन्छ नेपाल भने जस्तै गीत बनाइदिन्छ। अर्को पनि छ नि त्यस्तै वाला गीत कि अलिक ठुलो के त्यो अग्ला त्यो नाच चाहिँ देखेन त्यस्तै माया तिमी हो देखेन पागल हो तपाईँ मेरो बहिनीलाई जिस्का हो बिस खाएको।
साथीहरू मैले चाहिँ वालको लागि भने चाहिँ यहाँ मैले त्यो कार्डबोर्ड काटेर राखिसकेको छु। यहाँ मेरो कोठाको हालत चाहिँ एकदम ध्वस्त नै भइसकेको छ, अझै ध्वस्त हुन बाँकी नै छ, किन भन्दाखेरि धेरै नै कार्डबोर्डहरू काट्ने छु मैले चाहिँ। अब यहाँ चाहिँ मैले राम्रोसँग चाहिँ रेकर्ड गर्न पाएको छैन, किन भन्दा मेरो मोबाइलले चाहिँ एकदम धोका दियो कि साथीहरू। यहाँ चाहिँ वालमा चाहिँ डबल लेयर राख्नुपर्ने भएर चाहिँ पहिला फर्स्ट लेयर चाहिँ मैले काटिसकेको छु। अब सेकेन्ड लेयर पनि यहाँ मैले काटेर राखेको छु। अब चाहिँ यसरी यहाँ टाँस्नु पऱ्यो है त। मैले चाहिँ यहाँ वालहरू चाहिँ सबै ठडाइसकेको छ। यति चाहिँ अब गर्नलाई मलाई 3 घन्टा लागेको छ है साथीहरू। यो वालहरू चाहिँ इन्टरनल वाल, यता वाल सबैतिर बनाएको छु। 3टा वाल मात्रै बनाएको छु, किन भन्दा एउटा साइडबाट चाहिँ भित्र हेर्नु पऱ्यो नि त होइन, त्यही भएर चाहिँ 3टा मात्रै बनाएको छु। यति बनाउँदैमा मेरो हालत खराब भइसकेको छ। अब पुरा कम्प्लिट कसरी गर्ने हो मलाई थाहा छैन। अब यो पर्सि सबमिट पनि गर्नु छ। अहिले म वाल बनाउँदैछु, कतिखेर भ्याइन्छ थाहा छैन है साथीहरू। हेलो साथी, तपाईँको यहाँ उयो गर्छु है, म भिडियो बनाउँछु ल। हाम्रो स्वेच्छाजीले बनाउनु भएको यो बेड रुम। अनि यता रश्मिजी हुनुहुन्छ, के गर्दै हुनुहुन्छ हजुर तपाईँ? नाइस दाम कडा छ त। यता अब हाम्रो रोशनी साथी हुनुहुन्छ, के गर्दै हुनुहुन्छ तपाईँहरूले यहाँ? के पनि गर्नु भएको छैन भन्न चाहनुहुन्न? तपाईँको मोडल देखाउनुहोस् न। हजुर पोस्टपोन पो भयो। अब मिङ्सो खै तिम्रो मोडल? ल यहाँ हाम्रो मिङ्सोको मोडल हेर्न सक्नुहुन्छ। सिट नदेखाउने, ठिकै छ। यो चाहिँ नितेशको हो। नितेश ओ नितेश यता हेरिदिउँ न। साथीहरू म चाहिँ यहाँ कलेज चाँडै आएको थिएँ होइन, तर यहाँ बेडरुमको मोडलहरू चाहिँ सबैको रहेछ है। म फेरि यहाँ भिडियो बनाउँछु, तपाईँहरूले मोडल देखाउँछु साथीहरूको। यहाँ हेर्नुहोस् कन्सेप्ट सिट रहेको छ। यहाँ बेडरुम मोडल, यो चाहिँ मेरो साहसी साथीको हो। यहाँ चाहिँ यो श्रेयाको हो, हेर्न सक्नुहुन्छ। क्या दामी छ हौ, खतरनाक छ। यता भने अर्को साथीको रहेको छ। यो रुम पनि हेर्नुहोस्, नाइस छ। यता सिट, अनि यता चाहिँ यो चाहिँ हाम्रो नितेश साथीको हो। अनि यो कन्सेप्ट सिट, यता बेडरुम, बेडरुमभित्र हेर्न सक्नुहुन्छ फर्निचरहरू है। अनि यो चाहिँ कसको मलाई पनि थाहा भएन है साथीहरू। यो स्वेच्छाको हो। हेर्नुहोस् यताबाट क्या दामी देखेको छ। यता वार्डरोब, यता फिक्सर बाथरुमहरू रहेछ। यता लिभिङ एरिया है। यता अर्को साथीको रहेको छ। यो बेडरुम मोडल कन्सेप्ट सिट, दामी छ हेर्न सक्नुहुन्छ। खतरनाक दामी बनाएको छ। यो चाहिँ हाम्रो मिङ्सो साथीको रहेको छ। अनि अब म तपाईँहरूलाई मेरो पनि देखाउँछु। मेरो चाहिँ यो रहेको छ, हेर्न सक्नुहुन्छ। ट्याक्क लगाएर माथिबाट पनि देखाउँछु म तपाईँहरूलाई। हेर्नुहोस् कस्तो लागेको छ, कमेन्ट बक्समा भन्नु होला। साथीहरू यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होला कमेन्टमा भन्नु होला है। अनि त्यो मोडल मेकिङको यता टेन्सन भएर चाहिँ मैले राम्रोसँग चाहिँ भिडियो बनाएन। मोडल मेकिङको टाइम ल्याप्सहरू पनि बनाउनु खोजेको मैले, तर यो मोबाइलले चाहिँ साथ दिएन होइन। 1-2 मिनटमा चाहिँ त्यो आफै यो भिडियो बनाएको चाहिँ आफै बन्द भइरहेको थियो, किन मलाई थाहा छैन। अनि त्यस्तै भएर मैले क्लासमा पनि एउटा भिडियो बनाइरहेको थिएँ, साथीहरूले मोडल बनाएको सबै डिस्प्ले गरिराखेको त्यो भिडियो बनाएको थिएँ। त्यो पनि 2-3जना साथीहरूको मात्रै भएछ रेकर्ड, अर्को उसको भएन, रेकर्डै भएन। मेरो आफ्नै पनि रेकर्ड भएन है साथीहरू। अब त्यसको चाहिँ म फोटोहरू चाहिँ तपाईँहरूलाई देखाउँछु। त्यो मोडल बनाएको चाहिँ फाइनल मोडल बनाएको त्यसको फोटोहरू देखाउँछु। आजको लागि चाहिँ यति नै गरौँ, फेरि भेट्छौँ हामी अर्को भिडियोमा। तपाईँसँग लागि
राम्रोसँग बस्नु होला, राम्रोसँग खाना खानु होला। बाई बाई, सी यू सुन।